हजुरहरूलाई सबैलाई मेरो च्यानलमा स्वागत छ। आज पनि म तपाईहरुको एकदमै फेभरेट डिश केएफसी लिएर आइसकेको छु। यसको लागि मैले लिएको छु 1 केजी चिकन ड्रम्स है। 1 केजी चिकन ड्रम्सलाई लिएर चाहिँ म चाहिँ अब यसलाई बिस्तारै काट्न जाँदै छु। यसलाई चाहिँ एकदम राम्रोसित काट्नु होला, भित्रै हड्डी छुने गरेर नै काट्नुपर्ने हुन्छ तपाईले। किन भन्दा पछि हामीले मसला लाउँदाखेरि यसको हड्डी समेत भित्र समेत पस्ने गरेर चाहिँ तपाईले त्यसको लागि चाहिँ यो भित्र समेत काट्नुपर्ने हुन्छ। र म चाहिँ यो सबै अब बिस्तारै बिस्तारै काट्छु। तपाईहरु पनि यसरी नै काट्नुहोस्। अगाडिपट्टि 3 भाग लगाएर 3 चिरा लगाएर अर्को साइडमा चाहिँ एकचोटी मात्र काट्नुहोस्। यसरी हाम्रो सराबर मसला चाहिँ एकदमै भित्र समेत जान्छ र राम्रोसित सबैतिर चारैतिर मसला लाग्छ र एकदमै पछि फ्लेभर पनि एकदमै मिठो हुनेवाला छ। अब यसमा हालौँ हामी 1 चम्चा नुन। यो चाहिँ हामी पखाल्नको लागि हो है। अनि बेकिङ सोडा, यो चाहिँ आधी चम्चा जति बेकिङ सोडा। अनि तपाईसँग घरमा भिनेगर छ भने भिनेगर, नत्र भए चाहिँ लेमन जुस छ भने लेमन जुस 2 चम्चा हाल्दिनु होला है। 2 चम्चा हालिसकेपछि चाहिँ अनि त्यसमा चाहिँ हामी थप्न जान्छौँ पानी है। पानीले मजाले भर्दिनुहोस् त्यो चिकनलाई। अनि यसलाई चाहिँ अब मजाले चलाइदिनुहोस् ताकि यो बेकिङ सोडा नुन मजाले सबै मिक्स भएर राम्रोसित चिकनमा जाओस् र सबै कीटाणुहरु सबै फोहोरहरु चाहिँ मजाले धुलिन्छ। यसले गर्दा एकदमै राम्रो सफा हुन्छ हाम्रो चिकन चाहिँ है। अब यसले त 10-15 मिनेट छोडौँ र 10-15 मिनेट पछि चाहिँ मैले राम्रोसित पालिसकेको छु। देख्न सक्नुहुनेछ तपाईले पनि कति राम्रो सेतो कस्तो सफा भएको छ हाम्रो चिकन। एकदमै राम्रो सफा भएको छ। अब यसमा लियौँ हामीले 2 चम्चा या 1.5 चम्चा जति गार्लिक पेस्ट है यो चाहिँ। अनि त्यसपछि गार्लिक पेस्ट हामी लिँदैछौँ चिली सस। चिली सस चाहिँ हामी फेरि 2 चम्चा लिँदैछौँ। 2 चम्चा चिली सस लियौँ त्यसको लागि चाहिँ। अनि फेरि हामी चिली सस नै लिँदैछौँ। यो चाहिँ हट सस हो, हट चिली सस। अलिकति पिरोको लागि 2 चम्चा नै लियौँ यस पनि। अनि हामी हालौँ भिनेगर। भिनेगर तपाईसँग छ भने भिनेगर हाल्नु, नत्र भने लेमन जुसले नि चल्छ 2 चम्चा जति। अनि त्यसपछि हामी हालौँ यसमा सोया सस। सोया सस पनि 2 चम्चा लिनुस्। सोया सस छैन भने पनि केही पनि छैन, यु क्यान स्किप है। यो चाहिँ अप्सनलमा पर्छ र भए झनै राम्रो। अनि नुन स्वाद अनुसार तपाईले कति चिकन लिनु भएको छ त्यही स्वाद अनुसार नुन लिनुस्। अनि यो पनि खोर्सानी हो, खोर्सानीको धुलो। अनि खोर्सानीको धुलो लिएपछि जिराको धुलो पनि 1 चम्चा लिनुस्। अनि यसलाई यो मेन चाहिने भने चाहिँ यो सेतो मरिच भन्छ होला। सेतो मरिच चाहिँ चाहिन्छ नै चाहिन्छ। सेतो मरिच छैन भने चाहिँ कालो मरिच हाल्दा पनि हुन्छ है स्वाद अनुसार। अनि सबै हामी मिक्स गर्ने होला चाहिँ मजाले चिकनलाई मसाज गरेर मजाले मोलेर दायाँ बायाँ तलमाथि सबै चिकनको भित्र समेत लाग्ने गरेर यो मसला मजाले यसलाई चलाएर भित्रसम्म पुग्ने गरेर मसला मोल्नु पर्छ ताकि पछि हामीलाई फ्लेभर पनि भित्रसम्म भित्रबाट टोक्दाखेरि पनि भित्रबाट नि एकदमै बाहिरको जस्तै आओस्। अब यसलाई मजाले हामी मोलेर म्यारिनेट गर्न राख्दिन्छौँ। म्यारिनेट यसले कम्तीमा नि 1 घण्टा, कम्तीमा नि 1 घण्टा है। तपाईसँग टाइम छ भने चाहिँ 4-5 घण्टा राख्दा पनि अझै टेस्ट बेटर हुन्छ यो चाहिँ है। अब यो छोपेर म चाहिँ अब राखिदिँदै छु। अनि अब हामी तयारी गरौँ यसको ड्राई इन्ग्रेडिएन्ट। ड्राईमा चाहिँ मैले मैदा लिएको छु आधी केजी। अनि यसमा चिली पाउडर डाल्दियौँ। चिली पाउडर पछि अब यो सेतो मरिचको धुलो पनि आधी चम्चा, 1 चम्चा हालिदिँदा पनि झन् राम्रो। अनि बेकिङ पाउडर हालिदिनु है। बेकिङ पाउडर हो, बेकिङ सोडा हैन, बेकिङ पाउडर चाहिँ हालिदिनुस्। त्यसपछि अलिकति नुन आधी चम्चा जति। अनि त्यसपछि हामी यसमा हालौँ अलिकति चिकन पाउडर। चिकन पाउडर चाहिँ तपाईले यसमा हाल्दाखेरि राम्रो हुन्छ, छैन भने नहाल्दा नि केही पनि छैन। र सबै मिक्स गरेर चाहिँ अब हामी चिकन कोटिङ गर्नतिर लाग्छौँ। चिकन चाहिँ अब मैले यो 4 घण्टा, कम्तीमा नि 1 घण्टा राख्नुपर्छ भने चाहिँ मैले 4 घण्टा राखेको छु फ्रिजमा है। अब एकदमै राम्रो भएको छ यो। सबै चिकनको भित्र समेत म्यारिनेट भइसकेको छ र हामी यसमा कोटिङ गर्न जाँदैछौँ। अनि देख्न सक्नुहुन्छ एकदमै रेडी भइसकेको छ हाम्रो चिकन। अब यसको चाहिँ कोटिङ गर्दाखेरि चाहिँ मेन ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ यसलाई मजाले दायाँ बायाँ तलमाथि सबैतिर लाग्ने गरेर मजाले कोटिङ गरिदिनु पर्ने हुन्छ तपाईले। यसरी नै बिस्तारै ओर्काई फर्काई गरेर हामीले चाहिँ बिस्तारै यसलाई कोटिङ गर्नुपर्ने हुन्छ। र अर्को बोलमा चाहिँ तपाईले पानी पनि लिनुस् है। चिसो घरमा तपाईको फ्रिज छ भने चाहिँ चिसो पानी, फ्रिजमा हालेको पानी एउटा बोलमा हालेर राख्नुस् है। अब हामी 10 सेकेन्डसम्म चाहिँ यो कोटिङ गरेको चिकनलाई चाहिँ यसमा 10 सेकेन्ड जति चाहिँ डुबाएर राख्नेछौँ। किनकि यसले चाहिँ एकदमै पछि फ्लेकी क्रिस्पी दिनेछ यो, उसले गर्दाखेरि चाहिँ है एकदमै राम्रो हुनेछ। अब यो 10 सेकेन्ड राखिसकेपछि चाहिँ चिकनलाई फेरि हामी पानी तराएर चाहिँ अघिकै कोटिङमा चाहिँ यसलाई कोट गर्न जाँदैछु चिकनलाई चाहिँ।
अनि कोट गर्दाखेरि चाहिँ तपाईले ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ यसले एकदमै थिचेर कोट चाहिँ नगर्दिनु होला, किनकि हामीले फर्स्ट कोट गर्दाखेरि चाहिँ जति पनि टाँसिएको कोटिङ छ त्यो सबै जान सक्छ र यसले धेरै बल युज नगरिकन अलिकति बिस्तारै हातले माथि छर्केर पिठोहरु छर्केर त्यो अघि कोटिङ छर्केर बिस्तारै हल्का हातले मात्र यसले कोटिङ गर्दिनु होला। यसरी निचरेर थिचेर चाहिँ नगर्दिनु होला। अनि बिस्तारै कोटिङ गरिसकेपछि चाहिँ जति त्यसको एक्सेस त्यो पछि बढी भएको छ यसलाई चिकनले चाहिँ टकटकाउनु पर्ने हुन्छ है। टकटकाए चाहिँ के हुन्छ भन्दाखेरि तपाईको यसको फ्लेकी आउँछ, फ्लेकहरु बन्छ अनि एकदमै राम्रो बन्छ, क्रिस्पी बन्छ। यसलाई हेर्नुस् त कस्तो राम्रो भएको छ। यो झन् हामीले फ्राई गर्दा त एकदमै क्रिस्पी फ्लेकी हुनेवाला छ है। अब बाँकी भएको पनि तपाईहरु राम्रोसित कोटिङ गर्नुस्। तपाईले कति लिनु भएको छ चिकन अनि मजाले कोटिङ डबल कोटिङ गर्दाखेरि चाहिँ एकदम तपाईले क्रिस्पी फ्लेकी पाउनु हुनेछ है। अब म चिकन सबै कोटिङ गर्ने छु र अब चाहिँ प्यानमा अर्कोतिर म तेल पनि बसाल्दै छु। तेल रेडी पनि भइसकेको छ। तेललाई चाहिँ पहिला हाई हिटमा लानुस् है, एकदमै हाई हिटमा लानुस्। पछि चिकन आफै तपाईले हाल्दिदै जाँदा त्यसको टेम्परेचर घटेर मिडियममा हुन्छ र तपाईले यसको टेम्परेचर चाहिँ घट्न दिनु हुँदैन है। टेम्परेचर घट्यो भने चाहिँ यसको पुरै चिकनले तेल सोच्छ र यो क्रिस्पी पनि हुँदैन। त्यसैले यसको टेम्परेचर चाहिँ एकदम मेन्टेन गर्न एकदमै जरुरी छ। सकेसम्म यसलाई मिडियम टु हाईमा चाहिँ लानुपर्ने हुन्छ है। हेर्नुस् एकदमै राम्रोसित फ्राई हुँदैछ चिकन अनि बिस्तारै सबै चिकन हाल्दिनुस् र यसलाई चाहिँ हाई हिटमा नै गर्नुस् है। धेरै हिट पनि हैन, मिडियम टु हाई है एकदमै। अब यसको चिकनले चलाउँदाखेरि चाहिँ 5 मिनेट तल 5 मिनेट तल अनि फेरि पल्टाएर अर्कोतिर 5 मिनेट लगभग 10 देखि 15 मिनेट चाहिँ हाम्रो चिकन पाक्छ है। यसरी चाहिँ कस्तो राम्रोसित भइसकेको छ चिकन देख्न सक्नुहुनेछ है। तपाईले घरमा पनि यस्तै बनाउन सक्नुहुनेछ है एकदमै। यसको मेन ध्यान दिनुपर्ने भनेको चाहिँ तेलको टेम्परेचर हो फ्राई गर्दाखेरि, चिकन फ्राई गर्दाखेरि चाहिँ। अब चिकन पाक्यो कि पाकेन भन्दाखेरि चाहिँ तपाईले आफ्नो हातले छोएर पनि जाँच गर्न सक्नुहुनेछ। तपाईले छाम्दाखेरि एकदम सारो छ भने चाहिँ चिकन एकदमै पाकिसकेको छ र अलिकति मोइस्ट छ भने चाहिँ अझै तपाईले त्यसलाई फ्राई गर्नुपर्ने हुन्छ अलिकति हिटमा है। अनि हाम्रो चिकन अब एकदम रेडी भइसकेको छ। तपाईले देख्न सक्नुहुनेछ एकदमै राम्रो भएको छ, क्रिस्पी फ्लेकी एकदमै KFC मा खाएको जस्तै चिकन भएको छ यो चिकन। तपाईले नि घरमा जुनसुकै सससँग खान सक्नुहुनेछ, केचप, मायोनिज या अचार यतिकै पनि खान सक्नुहुन्छ। एकदमै मिठो भएको छ, एकदमै राम्रो भएको छ हाम्रो यो KFC स्टाइलको फ्राइड चिकन। तपाईले घरमा आफ्नो फ्यामिली साथीभाइसँग मजाले खान सक्नुहुन्छ। एकदमै मिठो भएको छ। हेर्नुस् भित्र झन् एकदमै मोइस्ट भएको छ, बाहिर एकदमै क्रिस्पी छ, भित्र एकदम जुसी मोइस्ट छ यो चिकन। एकदमै राम्रो एकदमै मिठो भएको छ। तपाई पनि आफ्नो फ्यामिली साथीभाइसँग गेट टुगेदर ग्यादरिङ गर्दाखेरि चाहिँ यो रेसिपी प्लिज एकचोटि ट्राई गर्नु होला र थ्यांक यू सो मच फर वाचिङ। प्लिज सब्स्क्राइब गरिदिनु है त। बाइ बाइ।